ल पाकिसक्यो नि ल हाम्रो चाहिँ बनको रेसिपी भइसकेको छ तरकारी अब आज अर्ग्यानिक तरकारी बनमै पकाएर हैन अङ्कल युट्युबमा पुरै लाइक हानिदिनु होला है सबैले है सक्दो सपोर्ट गरिदिनु होला के भन्छ यो टिप्नै नमिल्ने भएको के धेरै तात्यो के हाल त ढुङ्गा टिप्पा नमिलेर चाहिँ यस्तो ल ल लौ त अब खाम त अब ए यस्तो भयो खास यो पोलेर खाने हो पोलेर यहाँ पात भेटिने मालुको पात भिजाएर गऱ्यो भने राम्रो हुन्थ्यो ल आज मसँगको यात्रा कस्तो भयो एकदम रमाइलो ल त अब हामी खाना पहिला चाख्छ है कस्तो मिठो छ